हेलो गाइज वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ हामी गाउँ जाँदैछौँ। म गाउँ जाँदैछु, अनिखेर यहाँनिर छन् बहिनीहरू पनि जाँदैछन्। अनि म अङ्कलकोमा आइसकेँ होइन। अब हामी एकैछिनमा निक्लिनु पर्ने हुन्छ, ढिला भइसक्यो। ऊ यहाँ मेरो बहिनी हो, अनि यहाँ पनि छ बहिनी, यहाँ पनि छ बहिनी, बहिनी नै बहिनी, सबै बहिनी नै बहिनी। अनि म कसको घरमा भन्दा केपी बाको, केपी बाको घरमा। किन फेरि त्यो अर्कोवाला केपी बा होइन नि, हाम्रो राम्रोवाला केपी बा कृष्ण प्रसाद मेरो खनाल, मेरो अङ्कल। यस्तै छ, अब एकैछिनमा हिँड्नुपर्ने हुन्छ है। अनि अब अरू केही भन्नु छैन, अब भेटौँला उतै गाउँतिर गयो है त। हेलो गाइज, हामी आइसक्यौँ बसमा चाहिँ। के अरे बस प्याक भएको कारणले भिडियो बनाउन चाहिँ पाइएन। अब हामी आइसक्यौँ भकुण्डे भर्खरै बसबाट भकुण्डे झरेर हिँड्दैछौँ, तर हामी ठ्याक्कै हाम्रो एक्ज्याक्ट घरमा चाहिँ पुगेका छैनौँ है त। इन द वे हामी हिँड्दैछौँ यही बाटोमा। हामी अहिले घरमा चाहिँ पुगेका छैनौँ। भोलि सानो आएर होला, किन भन्दा माइक जोडेको छैन मैले अहिले। त्यही पनि ठिकै छ, घाम खतरा चर्किरहेको छ। गाडी पनि लास्ट प्याक थियो, उभिएर आएको हामी। भनेपछि भकुण्डेसम्म उभिएर आइयो। भमिट बसै भमिटै भमिटले पऱ्यो। मलाई त पेटले उठेर त्यो सुनेछु, मलाई त सुनेछु कि त्यस्तै हो। ल अब एकैछिन पछि भेटौँला है त, केही रमाइलो भयो भने। हेलो गाइज, वेलकम टु द ब्लग। फेरि भर्खरै आइपुग्यो है। म बोल्दैछु कि हजुर हजुर म आइसकेँ हाम्रो गाउँको घरमा। होइन गाउँको घर त होइन, जेरो सिसीमै छ, जे होइन टाढै छ। म आइसकेँ। अब हेलो गाइस, अब लुगासुगा खोलेर ट्याक्क बसेर हामी राम्रोसँग भ्लग भोलिदेखि रेगुलर भ्लग हुन्छ है त। दामी दामी हुन्छ। हेलो। अब मैले हेलो गाइज मात्रै भन्यो, यिनीहरूले सबै भन्छन्। ल भन, अघिदेखि बोल्ने भन्दै थिएँ। के बोल्ने? के अरे मेरो दाइको भ्लगमा हजुरहरूलाई वेलकम छ। अनि के अरे मेरो दाइको उसमा युट्युब च्यानलमा सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब नै गरिदिनु होला भन्न चाहन्छु म। त्यही हो। ल धन्यवाद मेरो बहिनीलाई पनि भन्दै आजको मेरो फर्मल भ्लग इभिनिङ वाक हिँडिरहेछौँ। हामी इभिनिङ वाक हिँडिरहेछौँ। एउटा भाइ पनि छ यहाँनिर कहीँ भएको, म्याकुरी भाइ। के भाइ रे? म्याकुरी भाइ। अनि अब हामी के गर्नु जान्ला? अरे अम्बा खान। अब एकजना मात्रै देखेर अब टाढाबाट खिच्दैछु होइन। अम्बा यताबाट हिँड ल, म यस्तरी खिच्छु। हामी अम्बा लिँदैन ल। त्यही माया चोरेर होइन है, मागेर अम्बा बोलाउनु भएको थियो कि? बोलाउनु भएको होइन, मेरो पठाएको हो, यहाँबाट लिएर आइज, चिने मान्छे छ होइन, बोलाउनु पनि भएको थियो भनेर। बोलाउनु भएको थियो। आया त्यही गलो। अब कताबाट? ल केही पनि थाहा छैन है, हामी भाइको घरमा आएको। म गाउँमा चाहिँ होइन है, गाउँभन्दा तलपट्टि बेसीमा घर बनाएको छ। त्यही हो गाउँमा चाहिँ हामी भोलि जाउँला। ऊ त्यहाँ माथि टुप्पामा चाहिँ डाँडाको टुप्पामा गाउँ चाहिँ यहाँ चाहिँ बेसी हो। ल त्यस्तै हो। अब गाई छैन, यहाँनिर एउटा फुल छ कि चमेली भनेको, चमेली चाहिँ होइन तर यस्तो बास्ना आउने छ। उयो यस्तो एउटा टिपेर हेरौँ है त, टिपेर होइन। माकुरी काना हालेर हिँड्छु होइन। अनि हेर रातभरि दामी बास्ना आउँछ है, दामी। यो चाहिँ हाम्रो पहिलाको पिङ हाल्ने हातै लोकेसन। बास्ना आउने, हातै बास्ना। अब यहाँ जान्छ मासतिर। पहिला यहाँ पिङ हाल्थे तर अहिले हाल्दैनन्। यहाँ पिङ हाल्थ्यो अरे त, यहाँ पिङ तर अहिले पिङै हाल्नु छोड्यो भने गाउँतिर किन यहाँनिर हाल्थे पहिला खेलाइन्थ्यो। गाउँतिर रमाइलो छ। अब यहाँ जम्प हान्नु पर्यो, आफ्नो त सकिँदैन। ल ल हान्ने भएन है, म माथि घर खिचिदिन्छु, तर हान्दैन अरे। ल रेडी 1 2 3 ओ हेलो हेलो
यही भयो नि यस्तै अब अम्बा टिप्न आएको है हामी अम्बा 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 टिप्न आएको है हामी अम्बा गुड्डु तल जाऊ ल है त गाइस हामी आइसक्यौँ यो अम्बा टिप्ने घरमा है त अम्बा लोकेसन अम्बा लोकेसन दिस इज यु आर देयर वी आर हियर छोडेर जाने तपाईँ हिँडौँ छिरम अम्बा टिप्ने घर अम्बा टिप्ने त अम्बा स्टार्ट भयो गाइज होइन हामी चाहिँ यहाँ ठ्याक्कै अम्बा टिप्ने ठाउँमा आयौँ होइन टिपेर ऊ टिपेर खाइसक्यो अर्कोले हजुर ऊ अम्बा टिपेर खाइसक्यो एकजनाले है ऊ दिनु पनि छैन हामीलाई ऊ त्यहाँ ऊ अम्बाको बोल्छ ऊ त्यहाँ है गाइज ऊ देख्नु भएन गाइज अम्बा टिप्ने मान्छे नलडिकन टिप होला त्यो हावा भाँचिएको चाहिँ नटिप रुहा चढ्न सक्यो रुहा चढेर नलडी टिप्न चाहिँ रुहा लड्न चाहिँ नलड अम्बा खोइ देखिएकै छैन गाइजहरू ऊ अलिअलि देखियो बिस्तारो चढ है भाइ म यहाँ टिकटक बनाउनु लागिरहेको थिएँ है चढ्न सक्नुहुन्छ कि चढ्न सक्नुहुन्छ दादा खोइ मलाई चाहिँ गाइजहरू एक्लै खाँदै हुनुहुन्छ है दाइहरू चाहिँ मलाई दिनु छैन एकचोटि यो तिन नजिक राखेको आँखा मात्रै देखिरहेको थियो मुख मात्रै ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ एकचोटि यो समाचार त कृपया के हामी त हेरेको भयो एक्लै खाने है दिनु छैन अरे हौ फाइनल्ली गाइज अम्बा माथि त गाइजहरू दाइ चाहिँ त्यहाँ रुखमाथि चढेर अम्बा टिप्दै हुनुहुन्छ है यो अम्बा त हेलो ओ हेलो कस्तो ऊ भइरह मिस्टर आरजे हेलो गाइजहरू हामी आज यहाँ गाउँमा छौँ है ऊ दाइ चाहिँ अम्बा टिप्दै हुनुहुन्छ हामी अम्बा खाँदैछौँ होइन हेलो के छ अम्बा खोइ त्यहाँ अनि ऊ त्यहाँ दाइ ऊ खोइ देखि कि होइन अम्बा खाने हो ऊ अम्बा खानुहोस् है गाइज हामी आइसक्यो अम्बा टिपेर होइन अम्बाको ए नबोलानु भने यार अम्बा टिपेर देखिहाल्नु भयो होला ऊ बहिनीले भ्लग बनाउँदै थियो होइन अम्बा टिपेर देखिहाल्नु भयो होला यहाँ कुरी म हेर्दै थिएँ अम्बाको बोटेछ निहाल्दै थिएँ होइन अम्बा कहाँ छ के छ भनेर निहाल्दै थिएँ होइन अम्बा निहाल्दै थिएँ होइन अनि त्यो आन्टीहरू आएर त होइन यहाँ फेरि रुख चढ्न सकेन कि होइन रुखै चढ्न नसक्ने रहेछ यो भाइ त जाऊ भुरा तिमीहरू टिप्दै अब त्यो भुराहरूलाई फेरि मतलब थिएन उनीहरू आफ्नो ताला थियो होइन ठुलो भुरा थिएँ न रुख चढ्नु न हेल्पफुल थिएँ होइन यहाँ इगो हट गरिदिएर भनेर बाँस छ कि बाँसले झार्दै अब रुखै चढ्न सकेन अरे फेरि त्यत्रो इगो हट भएपछि मैले यत्रो अम्बा टिपेर रुखा टुइ चढेर अम्बा सुई टिपेर अनिहरू खुइ बोलेर यहाँ आइपुगेँ तिमीहरू बोल्यो क्या धेरै त्यही हो गाइज यिनीहरू बोलेर डिस्टर्ब आयो होइन तर मैले भन्दैछु फेरि पनि यिनीहरू बोलेर डिस्टर्ब आयो त्यही भएर माफ गरिदिनु होला हल्का केही छैन बोले नबुझे नि मै हो बोले नबुझे नि मै हो आथा पानी खान्छ अरे हो भाइ पानी छैन हे माया कृपन बस्ने ठाउँमा कोठा खोज्थ्यौ पानी हुने ठाउँमा
कहाँ झर्ना भोलि हामी झर्ना हेर्न जान्छौँ है त मर्निङ वाक भोलि हामी झर्ना हेर्न जान्छौँ है त यो भाइले भन्दा छ है ए यो हाम्रो भाइले भन्दा छ झर्ना हेर्न जान्छौँ भनेर कस्तो रहेछ हेरौँला झगडा घर पुगेपछि फेरि हेरौँला हामी भ्लग ल गाइज यही थियो आजको भ्लग होइन अब रमाइलो भयो होला तर रमाइलो भन्दा पनि छोटो मिठो मिठो पनि होइन मिठो चाहिँ होइन है आजको छोटो भ्लग रमाइलो चाहिँ भोलिदेखि हुन्छ किन भन्दा म अहिले यहाँ तल बिसीको घरमा छु भोलि चाहिँ यसो गाउँ घरतिर पनि मान्छे त बस्नुहुन्न तर पनि घुम्न गइन्छ होला गइयो भने त्यो एकदमै रमाइलो हुन्छ है नदीको भ्यू डाँडा पाखा है रमाइलो हुन्छ स्टोरी हुन है त गाइस भोलिको लागि बाई ल गाइस अर्को कुरा चाहिँ के भन्दाखेरि अब अहिले बोलिरहेको चाहिँ माइक युज गरेर है एक्सटर्नल माइक युज गरेर बोलिरहेको हो अनिखेर अघिनको ब्लगहरूमा अब आइरहेको ब्लगहरूमा चाहिँ नर्मल माइक युज गरेर फोनकै माइक थियो क्या अब अनि यो माइक युज गर्दा बेटर कि पहिलाकै माइक युज गर्दा बेटर थियो कमेन्ट डाउन अनि म भोलिदेखि त्यही माइकबाट भ्लग बनाउँछु है त बाई बाई